बिचरा मेरो दिदीले यो 1 वर्ष पहिलादेखि सुरु गर्नुभएको होइन कति भएछ ल साथीहरू हेरौँ कति गाह्रो क्या यो खुत्रुको फुटाउँदा हेर्नु न चक्कुको टुप्पी पनि भाँचिसक्यो बिचरा अनि आज चाहिँ क्या साथीहरू के अरे दिदीले सुन किन्ने भनेको होइन त्यही भएर आज आलिया हस्पिटल पछाडि जानुपर्ने होइन त्यो सुन पसलको मान्छेहरू त राम्ररी रिसिभ पनि गर्दैन बोल्दैन पनि रहेछ हौ त्यही पनि यसो हेर्नु जाऊँ भनेको पिन्जडा मेरो दिदीले पिन्जडा लाउने भनेर कति भएछ ल हेरौँ है त गर्नु कति अहिले के अरे 1 ग्रामको 49 केजी जति भनेको थियो कति हुँदो रहेछ होइन पुग्छ कि पुग्दैन नत्र भए यसमै थपथाप गरेर भए पनि किन्ने भनेको के गर्नु अब यस्तै छ एकैचोटि किन्नु भने पैसाले पुग्दैन होइन त्यही भएर यसरी थुपारिरहनुपर्छ क्या यो कहिलेकाहीँ यसो स्यालेरीबाट टिप्सहरूबाट थुपार्दै गयो अनि पैसा चाहिँ कति 100 भन्दा अलिक बढी भएछ 140 जति भएछ अब भरे सुन लिन जानुपर्ने सुन साथीहरू के गर्नु।